अब मेरो सम्पत्ति त हिसाब लगाउने क्याल्कुलेटरमा इरर भनेर देखाउला मुखियाजी नि। अब मेरो सम्पत्ति टिप्नु। अब मेरा 2 हल मर्ला गोरु तिर मरिगया कि बाँचिगया थाहा छैन, तर अल्त भए पनि आउँछ। अनि त्यहाँ बाख्रा पनि त्यस्तै मर्ला थियो, भकारी एउटा छ। अनि पपट्टा धान पनि छन्, 2-4 नम्बर पपट्टा धान हुनान्। अनि त्यहाँ मर्या मुसा पनि छन्। अनि दफल्लो खोल छ, सिरानीको खोल छ। अनि 4 वर्ष अगाडिको जाँड छ। अनि सिन्की चुगिलो सिन्की 2 केजी छ। अनि अहिले त झन् अमराईको अचार हाल्याउ छु, आँपो अचार छ, मुला अचार तादिरैनीको हो, मुला अचार तादिरैनीको हो। अब यिनी सब हिसाब निकाल्नु। अझ अर्को मैले त भन्नै बिर्सेँ, त्यो मुसा माने छिटकनी हुन्छ नि 4 जोड छन्, हो तिनी पनि निकाल्नु। ल ल तेरो पनि जोड दिन्छु रामलाल हिसाब किताब है। सिन्की 2 किलो, मनला गोरु यो गरेर तेरो पनि सम्पत्ति हिसाब निक्ल्यो रामलाल। 300 केजी। अब तपाईकोमा पोहोर साल पनि हली लाग्यो। अब बर्खाको सिजन छ, रोपाई सोपाई गर्ने होला, रोपार्ने खोज्ने होला, हलो जोत्ने मान्छे खोज्ने होला। के भयो भने मलाई सम्झिनु है मुखियाजी, तर हिसाब किताब त ट्याक्क अलिकति निकालिदिनु पर्यो। ल रामलाल तेरो चाहिँ यो 325 रुपियाँ छ नि, यो चाहिँ तेरो पुरानो सामानबाट काटेर बाटेको घाटा भयो। तेरो सम्पत्ति ट्याक्कै 3,25,000 रुपियाँ निक्स्यो त रामलाल। यही त नि देखियो त। यस्तो कहाँ हुन्छ मुखियाजी?